कौशीमै तरकारी कसरी फलाउने जान्न चाहनुहुन्छ भने एकछिन यता हेर्नुहोस् है त। यो भिडियोबाट तपाईँले केही जानकारी प्राप्त गर्न सक्नुहुन्छ। होइन यस्तो मन पर्दैन, योभन्दा दुनियाँका वायात चर्तीकलाका भिडियोहरू नै हेर्न मनपर्छ भने तल सारिहाल्नुहोस्। होइन यस्तो मन पर्छ र केही नयाँ तरिका सिक्न सकिन्छ जस्तो लाग्छ भने अन्तिमसम्म हेर्नुहोस् है त। मैले चाहिँ यहाँ कौशी खेतीको लागि माछाका क्रेट, टुटेफुटेका बाटा, बाल्टी र बोराहरूको समेत प्रयोग गरेको छु। यसमा त्यस्तो साह्रो मेहनत पनि केही गर्नै पर्दैन। जम्मा 4 बोरा माटोबाट सुरु गरेको बढ्दै बढ्दै 2 वर्षमा यतिको भयो। कसरी भने भान्साबाट निस्केका र बडार कुडुर गर्दा जम्मा भएका फोहोर जम्मा गर्ने यस्तो भाँडो राखेको छु मैले चाहिँ। यो भाँडो भरिएपछि माथिबाट यसरी माटोले छोपेर 1 महिना जति राख्छु। अनि क्रेट, बाटा, बाल्टी, बोरा जे भेटिन्छ त्यसैमा खन्याउँछु। अनि सिजन अनुसारको तरकारी रोप्छु। अहिले चाहिँ यहाँ साग, मुला, लसुन, धनियाँ लगाएको छु। यसमा रासायनिक मल पनि हालेको छैन। त्यस्तो साह्रो मेहनत पनि केही गरेको छैन। रोप्नलाई 10 मिनेट हो जम्मा। अनि अचेल चिसोको सिजनमा हप्तामा 2 दिन मात्रै पानी हाले पुग्छ। मान्छेहरूले कुरा गरेको सुनिन्छ कि के साह्रो महँगो भएको हो के साग, 1 मुठीकै 25 रुपियाँ लिन्छन्, अब त साग पनि किनेर खान नसकिने भो भन्छन्। आफ्नो छ अल्छी तिग्रो, स्वादे जिब्रो, हात गोडा चल्दैन, चुलोमा फल्दैन। अनि अर्काले कहाँदेखि थाप्लोमा नाम्लो लगाएर पसिना चुहाउँदै बोकेर ल्याएकोलाई महँगो भो भन्दिन कति सजिलो हो के। अब त्यसो होइन, साग किन्नै पर्दैन नि। यो मोबाइल चलाउने समयबाट दिनको 10 मिनेट कटाएर कौशी खेतीमा लगाउनुहोस् त। बरु बिरुवा चाहिए म दिउँला, मसँग छ। ल यी हेर्नुहोस्, यो मार्फा रायोको सागको बिरुवा हो, ठिक्क सार्ने बेला हुन लागेको छ। चाहिन्छ भने आउनुहोस्, लैजानुहोस्। यसरी कौशीमा 2-4 वटा भाँडोमा साग रोप्यो भने जति खाए पनि पुग्ने सागपात कौशीमै फल्छ नि। पकाउने बेला उत्तिखेरै ताजा टिप्न पनि पाइन्छ। अनि फेरि यो अर्ग्यानिक हुने भएकोले स्वादिलो र स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। आफ्नै खेतीको उपज खानुको मजा नै बेग्लै हुन्छ। यसै गरी अब तपाईँहरू पनि गर्नुहोस् है त। मैले गरेको कौशी खेती चाहिँ तपाईँलाई कस्तो लाग्यो झर्को नमानी भन्नुहोस् त ल।